क्यामेराम्यान चाहिँ फेरि मेरो साथी आदि घरमा यहाँ परबाट देखाऊ मैले देखाउने कुरोहरू मसलाहरू चाहिँ यति नै युज गरेर ए खोइ मासु मेन मासुको पिस गाइस यो छुट रह्यो यो चाहिँ पानीपुरी अघि बनाउनु भएको थिएछ मलाई भयो यस्तो आल्तु फाल्तु चिज चाहिँ हेर्नुहुन्न कि मेरो नाम चाहिँ हेर्नुहोस् हेर्न सक्नु हेलो भेस रोसेवर सुन्न खापला जुजोलपा जय मेसी सम्पूर्णमा आई होप तपाईहरु सन्चै हुनुहुन्छ म पनि एकदमै सन्चै छु आदि बीचमा तपाईहरुलाई भिडियोमा जोड्न मन लाग्यो किनभने मैले बनाउन लागेको छु आज बिरयानी चिकन बिरयानी हेर्न सक्नुहुन्छ यो रह्यो मासु यहाँ पनि भइरहेछ यो चाहिँ एक बानको लागि बनाइरहेको छु मैले अनि यो टमाटरहरू सेट भयो नाना के छ हाल खबर आज भोलि ठिक छ नि है पानी भरियो यता अनि ल हाम्रो कान्छाहरू सानो भाइहरू छ दुईटा औँला ठाडो बनाएर त्यो अनि अब के चाहिँ भने अब यस्तो आफूले बनाएको कुराहरू पनि तपाईँहरू माझमा सेयर गरौँ न त भनेर बिरयानी बनाउन लागेको छौँ आज चाहिँ चुकुन्दर मैले चुकुन्दर खुवाउनुहुन्छ चुकुन्दर यस्तो नमिठो लाग्छ कि त्यो गन्ध स्मेल अरूभन्दा पनि त्यो स्मेलकै एकदमै खराब हुन्छ त्यही भएर मैले चाहिँ चुकुन्दर लुकाउनु भ्याएँ अघि तास्नु हुँदै थियो अलिकति यहाँ देख्न सक्नुहुन्छ रातो रातो चुकुन्दरको बोक्रा पनि यहाँ देख्न सक्नुहुन्छ यो रातो यो चुकुन्दर चाहिँ बनाएर खुवाउनलाई मलाई खुवाउनलाई तासिराख्नु भएको थियो तपाईँ खाने भन्ने मात्रै हो अनि खाने भन्ने मात्रै अन्तिममा खुवाउने त मलाई अनि गाइस के गर्नु सँगै हुन खोज्छ त्यो भएर मैले चाहिँ लुकाइदिएँ सो हाम्रो बिरयानी तयार हुँदैछ यहाँ चाहिँ अहिले चाहिँ अनि 3 पान बनाउनुपर्ने छ यहाँ रह्यो चामल यो चाहिँ स्पेसल चामल नेवारी चामल अनि अब त्यही हो प्याजहरू यता छ सो तपाईँलाई म केही छैन भिडियोमा ल्याउने छु अहिले रह्यो फाइनली यहाँ हाम्रो चाहिँ एक बान चाहिँ पाकिसकेको छ र हाम्रो सोगु नानाले चाहिँ नक्कली नाना म सधैँ भिडियो भनेको नक्कली नानाले चाहिँ हामीलाई चिया बनाइदिनु भएको छ एकदम स्पेसल मम्मीले चाहिँ चियाको भरपुर मजा लिँदै फोन हेरिराख्नु भएको छ यो चिया चाहिँ मिठो छैन भने तपाईँलाई घरबाट गेट आउट है अब हाम्रो बिरयानी चाहिँ बिरयानी चाहिँ पाएछ हामी अनबक्सिङ गर्नेछौँ होइन अनबक्सिङमा हामी भिडियोमा जोड्नेछौँ सो फाइनली अब चाहिँ हाम्रो पाकिसक्यो अब क्यामेराम्यान एकछिन बनिदिनु होला लिनुहोस् त यो रह्यो हाम्रो बिरयानी बिरयानी हेर्नुहोस् वाउ बिरयानी हेर्न सक्नुहुनेछ वाउ वाउ गोलभेडाको महँगाइमा गोलभेडाको सदुपयोग भइरहेछ यहाँ गोलभेडाको महँगाइमा वाउ तर यहाँ देख्दा त अर्कै देखेको छ तर यहाँ उयो क्यामेरा पुस्नुहोस् क्यामेरा तर यो रातो भएको छ एकदम रातो भएको छ तर यहाँ चाहिँ देखेको छैन हेर्नु गाइस मेरो नङ चाहिँ यस्तो आल्तु फाल्तु चिज चाहिँ हेर्नुहुन्न कि मेरो नङ चाहिँ हेर्नुहोस् हेर्न सक्नुहुनेछ तपाईँहरूले बिरयानी तयारी अवस्थामा पुरा भरपुर तयारी भएको छ हाम्रो बिरयानी यो पिस हेर्नुहोस् गाइस Oh my god. खाने भए आउनुहोस् वाह पिस यसलाई चाहिँ अब के थियो भने अब अहिले भर्खर पकाएको त यसलाई चाहिँ हल्का हल्का पखाल्दा भयो गाइस सायदलाई यसलाई त अलिकति चालु गर्नुला है पर्दैन ए त्यो हो नि सर बन्द गरिदिनु एकछिन हेर्नुहोस् यहाँनिर क्यामेराम्यानको मनाउँदैन न ठोका देखाउनु भयो कोही चाहिँ गीत भेषमा सिकारी खेल्दै गीत बिगार्दैछ
चाहिँदैन यस्तो जयहरू मलाई सबै बाख्रा उखारी लागे गाइस ल आगो बल्यो अब एकचोटि मैले गर्ने सम्पूर्ण रेसिपी देखाइदिनु न त मैले लाउने मसलाहरू तपाईँहरू माझमा मलाई देखाउनुहोस् मलाई पनि देखाउनुहोस् यो रह्यो टमाटर गाइस यो चाहिँ सानो पिस गरेको छ यसलाई चाहिँ सानो पिस गरेपछि ठ्यातै गल्छ क्या अनि गलेपछि चाहिँ राम्रो टेस्ट पनि आउँछ अनि मेन यो प्याज भइहाल्यो यसलाई त एकछिनमा जलाउनु पर्छ अनि खोइ कहाँ हाम्रो मेन मसला यो यहाँ छ यो चाहिँ सुकमेल यता मलाई पनि देखाउनुहोस् सुकमेल अनि गरम मसला मिसाएर मिक्सरमा पिसेर बनाएको अनि अर्को खोपा अब तपाईँहरूले टेस्ट अनुसारको मसलाहरू यो खालको मसला युज गर्न सक्नुहुनेछ यो पनि अब लाउनै पर्ने हुन्छ यो पनि अब टेस्ट फाल्टो हुन्छ नि त्यसमा मिठो मसला अनि यो रह्यो पेस्ट यो चाहिँ यो त मेन यो पेस्ट यो मलाई पनि देखाइदिनुहोस् यो चाहिँ पेस्ट यो चाहिँ के पेस्ट हो भने लसुन अदुवा खोर्सानी अनि थोरै प्याज पनि लाउनुपर्छ यसमा प्याज लाउँदाखेरि फाल्टो टेस्ट हुन्छ क्या यसमा चाहिँ अनि यो रह्यो धनियाँ गाइस यो चाहिँ लोकल हाइब्रिड धनियाँ हाइब्रिड धनियाँ अनि यो चाहिँ एकछिनमा छर्ने हो यसलाई पनि भुट्ने हो क्या फरफरी भुट्ने हो यसलाई चाहिँ रातो बनाउने हो सानो ग्यासमा भुटेर माथिबाट छर्ने हो त्यसलाई अनि अब के भन्छ थोरै मसलामा राम्रो बन्नु है अनि नुन त भइहाल्यो अनि हुचिङ यहाँ मेरो अगाडि डिस्टर्ब गर्न आउनुहुँदैछ हुचिङ यो हुचिङ अजिना मोटो भन्छ यसलाई चाहिँ अलिकति डिस्टर्ब गर्ने व्यक्ति यसलाई चाहिँ अलिक धेरै लाउनु ठिक्क अनि यो रह्यो यो चाहिँ पानीपुरी अघि बनाउनु भएको थिएछ मलाई नदेख्दै खानुको ठिकै छ त्यो पनि त्यसमा अलिक टेस्ट आउँदा त्यसो गर्नु गाइस बिगार नआउने जेलस यो टोर्नु पाउनु किनभने अब मैले देखाउने कुराहरू मसलाहरू चाहिँ यति नै युज गरेर के बोले तँ ए खोइ मासु मेन मासुको पिस गाइस यो छुट्यो भने त भन्दैन हेर्नुहोस् है गाइस यसलाई चाहिँ भरे यसरी गर्ने यता लोड सेडिङ कस्तो भयो यो चाहिँ एक नम्बर पोइन्टको यो मासु चाहिँ अनि तपाईँहरूले यो सस पनि लाउनु सक्नुहुन्छ है सस भन्छ भयो सोया सस यो सस पनि लाउनु सक्नुहुन्छ मिठो हुँदैन है गाइस कलरको लागि क्यान्सर हुन्छ यो सस भनेको चाहिँ जेमा पनि त्यो गाइस अब मैले सबैभन्दा थोरै उयोमा मसलामा मिठो भन्दा मिठो बिरयानीको रेसिपी तपाईँहरू माझमा पस्काएको छु अनि हेर्नु न फेरि हजुर मिठो अनि अनि अब यति चाहिँ गरेर चाहिँ तपाईँहरूले घरमा एकदमै मिठो बिरयानी बनाएर खान सक्नुहुनेछ हामी अब फेरि अब यहाँनिर अब बनाउने तरिकाहरू तपाईँलाई म ल्याउने नै छु अहिलेलाई चाहिँ हेर्नुहोस् हाम्रो बिरयानीको लागि चाहिँ यो चाहिँ मासु तयार हुँदैछ एकदम टेस्टी मासु यसलाई चाहिँ अब उचालेर यसो गर्नु पनि पाइन्छ हेर्न सक्नुहुन्छ एकदम टेस्टी अब यसलाई चाहिँ फेरि एकछिन यत्तिकै बनाउने हो क्या यो चाहिँ अब यतिको भयो सबैलाई चाहिँ गर्ने यसलाई चाहिँ मजाले हुन्छ टमाटर अलिक मजाले पाक्छ क्या टमाटर अलिक मजाले पाकेपछि यो चाहिँ हेर्न सक्नुहुन्छ आलु चप यो चाहिँ मलाई के बिरयानी बनाउँदा खानु भनेर ल्याइदिनु भएको थियो अब यो चाहिँ म खाइसक्दिनँ अब एकछिनमा यो हामी बाँडेर पनि खानेछौँ हुँदैन यहाँ यो मेरो भाग आइसकेको यो त मेरो भाग हो यो चाहिँ के छ भने हेर्न सक्नुहुन्छ गाइस यो चाहिँ मेरो हो खास गरी अरू अनि अब त्यही हो गाइस अब चाहिँ चामल लाउने बेला भएको छ सो अब चाहिँ म यहाँ चामल एड गर्नेवाला छु मलाई मजाले देखाइदियो है त क्यामेराम्यान चाहिँ फेरि मेरो साथी आदि घरमा यहाँ परबाट देखाउनु पर्यो मलाई पनि देख्नु पर्यो यो भयो
ला सेट अलिक सानो त धेरै हुँदैछ हो क्यामेराम्यान एकचोटि यहाँ यो देखाइदिनु अब यसलाई चाहिँ यसरी गर्नु छ गाइस डर लाग्यो माइ लड देखेर यो डन भाइलाई पनि धेरै धेरै धन्यवाद हाम्रो कान्छा हाम्रो सानो त होइन ठुलो हो मभन्दा ठुलो तर उमेरमा चाहिँ अलिकति मेरो सानो केटोलाई पनि एकचोटि देखाइदिउँ हाम्रो सानो भाइले चाहिँ मलाई उयो देखाइदिनु छ ल यहाँ देखाइदिउँ एकचोटि अब पानी एड गर्नेवाला छु यसमा चाहिँ गाइस ल पानी गयो यसमा अब पानी गयो र फेरि धेरै पानी लाग्यो भने फेरि कस्तो हुन्छ भने उयो हुन्छ क्या अब यहाँ नुन के छ मलाई देखाउनु यता मलाई पनि देखाउ यो नुन भयो अलिक पर बस्छ त के बिधि सुक्याए हो त्यहाँ बस्नु होला अब नुनलाई लागेन गाइस अब थाहा पाउनु चाहिँ यसै गर्नु चाहिँ खत्म मेरो नुन यस्तो के हो खास गरी अब सबै नुन लगायो नुन कडा हुन्छ के नुन खडा मार्नु क्या आज विचार ल गाइस अब चाहिँ यो चामल ल सो फाइनली अब चाहिँ हाम्रो बिरयानी अब तयार भएपछि तपाईँलाई भिडियोमा ल्याउनेछु अहिलेलाई चाहिँ यहाँ चाहिँ अब के भन्छ यहाँ चाहिँ प्याज फ्राई गर्नुपर्ने हुन्छ प्याज यो अघि देखाएको थियो प्याज यसलाई फ्राई गर्नुपर्ने हुन्छ यसलाई चाहिँ आगो बल्यो यहाँनिर के छ साली हल्का बेहाल्छ यता हेर त सालीको बेहाल्छ सालीको चाहिँ बेहालै छ अरे त्यो यसमा चाहिँ अब यसमा चाहिँ के भन्छ प्याजलाई फ्राई गर्ने हो यो चाहिँ पाकिसक्यो अब यसलाई यो अहिले एकछिन यति गर्छु यो चाहिँ अब हामी यसलाई फ्राई गर्नेछौँ है गाइस तिमी चाहिँ ऊ चाहिँ साली चाहिँ मेरो छेउमा आएर बसिरहेछ किनभने अब भेना भनेको सालीको भेना स्पेसल भेना पऱ्यो अरे सो अनि अब यहाँ चाहिँ यसमा चाहिँ उयो गर्ने अनि त्यस पछाडि तपाईँलाई म यसको फ्राई गरेको पनि भिडियोमा ल्याउँदैछु अहिले चाहिँ हाम्रो चाहिँ हल्ला कम हल्ला धेरै हो यो भयो हाम्रो यो रह्यो तेल यहाँ चाहिँ हामी प्याजलाई चाहिँ फ्राई गर्नेछौँ प्याजलाई चाहिँ यसमा फ्राई गर्नेछौँ है त गाइस चोर्नी के भन्छ साली धेरै चोर्नी त्यो अब हामी यसलाई चाहिँ फ्राई गर्नेछौँ एकछिन यसलाई तात्न दिनेछौँ यसलाई अलिक एकछिनमा चाहिँ अहिले चाहिँ एकछिन तात्नलाई चाहिँ काम गरेर खुवाइदिनु हुनु पऱ्यो क्या तपाईँको खुवाइदिएन भने खुवाइदिने साडी खोज्नु पऱ्यो सबै एकचोटि फ्राई गर्नुपर्छ ल के भन्छ
ल गाइस अब यसलाई चाहिँ फ्राई गर्ने यसलाई चाहिँ सबैलाई चाहिँ फ्राई गर्नेछौँ अनि यसलाई फ्राई गरिसके पछाडि त्यसमा मिक्स गरेर तपाईँलाई एउटै छ अहिले चाहिँ सो फाइनली अब चाहिँ हाम्रो यो प्याज पनि भुटेर सकिएको छ गाइस हेर्न सक्नुहुन्छ यो प्याज पनि यहीँ एड गर्नुपर्ने हुन्छ प्याजलाई चाहिँ यहीँ यसरी एड गर्ने हो सुरुमा अनि फेरि यो कस्तो भने यहाँ कुकरमा लगाएर यो फ्राई गऱ्यो भने चाहिँ भुटेर टाइम लगायो भने चाहिँ टेस्ट चाहिँ आउँछ भुटेर अरूभन्दा अलिकति फरक टेस्ट हुन्छ त्यो भएर चाहिँ यहाँ चाहिँ फेरि लाउने हो है यसलाई चाहिँ यो अर्को हाम्रो अर्को बाँकी रह्यो यो चाहिँ हाम्रो अर्को बाँध रहेको छ यसलाई चाहिँ दिएको भएर चलाउन ठिक हो अहिलेसम्म बसेर यहाँ हल्ला नगर्नु चाहिँ अचार बन्नु पर्छ यो चाहिँ रह्यो धनियाँ यहाँ धनियाँ भयो भने अलिकति अनौठो देखिन्छ अनौठो देखिन्छ भने अलिक नमिठो हुन्छ धनियाँ चाहिँ लाउने माथि मैले बनाएको है सो गाइस धनियाँ अनि यसलाई चाहिँ त्यसले मिक्स गर्नु होला यो चाहिँ मैले बनाएको हो एकदम मिठो छ हाम्रो अल्छी नाना कराउनु हुन्छ त्यसलाई यसरी गरेपछि चाहिँ अगाडिको पछाडि गाइस है यो चाहिँ प्लेट हिसाबले खानु चाहनुहुन्छ भने चाहिँ यो चाहिँ 500 रुपियाँ प्लेट भन्नु मिल्दैन 350 रुपियाँ प्लेट हो म चाहिँ साउ है क्या बोला तूने मैले अघि भर्खर गएर उयोलाई लिएर आएको है कुकलाई यहाँ डाँडाबाट 500 रुपियाँ तिरेर कुक अब म चाहिँ फेरि के छ भने अलिकति महँगै कुक पऱ्यो त्यो भएर अब जस्तो भनौँ 5 स्टार होटलको कुक पऱ्यो अनि रियाक्सन गरेर नि देखाइदिनु यो चाहिँ कस्तो भने उहाँ चाहिँ मैले पालेको अब के छ यहाँ भाग लगाएर कति बेला दिन्छ भनेर पर्खेर बस्नु भयो झुकेर बस्नु भयो यो चाहिँ उहाँको लागि रेल गाडी मैले 2 जनालाई पालेको यो मैले मसला नपिने हुन्थ्यो यो बन्थ्यो त्यो पनि मैले अब यति पिस्नु भएर मैले मसला पिसे भाउजू के गरे भयो भाउजू त खाने मात्रै साच्चै हाम्रो भाउजू त खाने मात्र हो अस्ति बारी मैले सबै एक्लै गरे न प्लिज के नखाने के न प्लिज जय प्लिज खत्म ओइ चाहिँ मखान यो चाहिँ मखान बिरयानी छोड्न दे छोड्न यो हाम्रो बिरयानी एकचोटि हेर्न सक्नुहुन्छ अलिक नजिकबाट ल्याइदिनुहोस् यो चाहिँ बिरयानी वाह वाह हेर्न सक्नुहुन्छ बिरयानी फाइनली अब चाहिँ हाम्रो बिरयानी पाकेर पनि रेडी भएर पनि हाम्रो भाग बिस्तारामा आइसकेको छ ल आरामै हुनुहुन्छ कस्तो छ ठिक छ मिठो छ मिठो छ नानी यता नाना मिठो छ बिरयानी क्या बोला तूने अघि चाख्नु सबैलाई स्पिडमा म त सो फाइनली अब चाहिँ हामी कुर्सीमा बस्न आँटिसकेका छौँ
म त फेन्टा ल फेन्टा ल्याइहाल्नुहोस् है फेन्टा खाउँ न त आउनु यहाँ कुर्सी छ मलाई चाहिँ बाँकी नै नराख्ने हो गाइस ल यो कसको फाइनली अब बसिहालौँ ल कसो कान्छी चाख्नु त चाख्नु न मिठो छ ल नानी एकचोटि चाख्नु त म पनि एकचोटि चाखिहालेँ यो आलु भुजिया बनाउने हुनेले पनि दामी बनाउनु भएको छ नाइस मैले बनाएको मलाई आफै मिठो हुन्छ अरूलाई चाहिँ थाहा भएन सो फाइनली हामी यसको भरपुर मजाले लिन्छौँ तपाईँलाई भ्याउँ ल्याउने छ अहिले चाहिँ सो फाइनली खाइ पनि सक्यो भित्र अलिकति हल्ला भएर म बाहिर निस्केँ अब खानेकुराहरू पनि मजाले खाइयो भनौँ न होइन अब भागमा आएको जति खाइसक्यो एकदमै फेरि के भने थपिसक्यो फेरि लगाइदिनु भयो कि म त अन्तिममा भागेर बाहिर निस्केर बाहिरै खाइसकेर भित्र पस्यो है अनि अलिक गाह्रो भयो खाइसक्नलाई चाहिँ त्यही पनि भुँडी यस्तो टुम्म भइरहेछ सो त्यो अनि आज चाहिँ तपाईँहरूलाई बिरयानीको रेसिपी राखेको छु सो कस्तो लाग्छ तपाईँहरू पनि राम्रो लाग्यो भने घरमा ट्राई गर्न सक्नुहुनेछ एकदमै राम्रो एकदमै मिठो हुन्छ देसी जुगाड होइन देसी तरिकाले बाहिर गएर खाने हो भने त झन् अब होटलतिर त झनै मिठो हुन्छ अनि अब आफै घरमा बनाएर खानालाई चाहिँ त्यो तरिकाले पनि तपाईँले खान सक्नुहुनेछ सो अनि त्यही हो अनि तपाईँहरू जहाँबाट हेर्दै हुनुहुन्छ तपाईँलाई धेरै धेरै धन्यवाद मेरो भिडियोलाई अन्तिम समय हेरेर साथ दिनुभयो अनि तपाईँलाई आजको भिडियो कस्तो लाग्छ सो राम्रो लाग्यो भने चाहिँ लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला अनि च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब बटन तपाईँको खाली छ सो सब्सक्राइब गर्न नभुल्नु होला हामी भेट्ने अर्को भिडियोमा मस्त टाटा बाई बाई